सर्वप्रथम त सबैमा नमस्ते अनि फेरि पनि तपाईहरुलाई हाम्रो YouTube च्यानल एपिक फ्यामिली अफिसियल 111 मा स्वागत छ है त। सो मैले भनेकै थिए हामी कि शुक्रबार कि शनिबार ओपनिङ गर्छौं भनेर। सो हिजोबाट हाम्रो पानीपुरी चटपटे ओपन भइसक्यो घरमा हैन। अनि सोचे पनि थिन मान्छेहरु आउँछ होला यसरी भनेर। जेस खुसी लाग्यो हैन, एकदम ह्यापी फिल भएर लाइक जेस चटपटे पानीपुरीहरु अब गयो भनौं न, मान्छेहरु आयो खानलाई। सो आजबाट चाहिँ अब देख्न सक्नुहुन्छ हामीले चिकन मोमो मात्रै हो हाम्रो रेडी हुने भनेको। यो चिकन किमा छ अनि पिठो हाम्रो डो रेडी भइसक्यो हैन। यो पानीपुरीको लागि आलु अनि अचार अलिकति पनि, अनि यो रहेछ हाम्रो बाराको लागि हैन। अनि हाम्रो अदुवा लसुन यहाँ रेडी छ हैन। बिस्तारै बिस्तारै बनाउनलाई हामी प्रिपेयर गर्दै छौं। यताउति सामानहरु रुमबाटै हो हैन, घरबाटै हो। यस्तो यताउति केही गर्नु पर्दैन। हाम्रो बाहिर अब रेडी गर्छौं हामी यसो बस्नलाई सबै कुराहरु हैन। पहिला यहाँ खानलाई एस्टिमेट गरौँ, त्यसपछि सब कुराहरु हामी एकछिनमै रेडी गर्छौं है त। सो आजबाट हाम्रो ओपनिङ भयो। सो आजबाट हाम्रो एपिक फ्यामिली फास्ट फुड घरबाटै ओपनिङ है त। किनभने अब यो ओपनिङ गरेछ भनेर जानकारी दिनु भन्दा पनि मैले अब ओपनिङ गरे भनेर यहाँ अब ए भिडियो थ्रु भन्दिउ हैन। किनभने मैले अब एपिक फ्यामिली फास्ट फुड वहीँ अब धोबीखोलामा ओपनिङ गरेको थिएँ। अब त्यहाँ पनि मान्छे आउनुभयो, अब कतिचोटि ओपनिङ हुने हो भनेर भन्ला फेरि हैन। त्यही भएर हामीले चाहिँ सुरु गर्यौं है आजबाट चाहिँ घरमै सुरु भइसक्यो हाम्रो हैन। अब डोसो रेडी भइसक्यो हाम्रो हैन। टक्क लाएर अब यो राखिन्छ। अब चिकन मोमो टक्क बनाएर टक्क राखिन्छ, अर्डर अनुसारको टक्क सर्भिस गरिन्छ है त। धेरै पनि छैन, हामी त्यस्तै 10-15 प्लेट बनाउने हो आफ्नै यही छरछिमेकलाई खानको लागि हैन। धेरै बनाएर वेस्ट गर्ने चीज पनि हैन। अब हामी टक्क लाएर सबै कुरा रेडी गरेर फेरि एउटा भिडियो बनाएर टक्क तपाईहरुलाई फेरि जानकारी दिन्छौं। आजबाट हाम्रो एपिक फ्यामिली फास्ट फुड घरबाट सुरु भयो भनेर है त। सो हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला है त। जय नेपाल। सो देख्न सक्नुहुन्छ आजबाट हाम्रोमा चिकन मोमो बवाल हैन। हेर्न सक्नुहुन्छ चिकन ओन्ली चिकन हो है, बफ सधैं छैन। सो आजबाट हामीले चिकन मोमो घरबाटै व्यवस्था है। बरु थोरै बनाउँछौं हामी तर मिठो बनाउँछौं र घरबाट हाम्रो बासबारीको दाजुभाइ तथा दिदीबहिनीहरुलाई फुल्ली व्यवस्था हैन घरमै। अब अर्डर अनुसार हामी घरमा नै पुर्याइन्छौं बासबारीको दाजुभाइ दिदीबहिनीहरुलाई हैन। अनि अब 15-20 प्लेट बनाएको थियौं, गयो अब धेरै नै गयो भनौं न। अलिअलि बाँकी छ, अब धेरै थोरै अब त्यही 1-1.5 प्लेट होला, 1.5 प्लेट जति बाँकी होला। त्यन्दा धेरै पनि छैन। जस यस्तो खुसी लाग्यो के हुन्छ नि, अब यस्तो खुसी लाग्यो के लाइक अब मैले त्यस्तो ओपनिङ ग्रान्ड ओपनिङ भनेर पहिलाको जस्तो त्यो एपिक फ्यामिली फास्ट फुडको जस्तो गरेको थिइनँ हैन। अनि भन्न त 1-2 जनालाई भनेको थिएँ, अब सोशल मिडियामा पनि भन्दै थिएँ, अब फेसबुक टिकटकमा यताउति युट्युबहरुमा पनि भनेकै थिएँ आजबाट हामी ओपनिङ गर्छौं भनेर भनेको थिएँ। जोस अब धेरै जना आउनु भयो हैन। जोस मोमो चटपटे पानीपुरी यताउति अब हामीले अरु राखे पनि थिएन। आज मोमो र चटपट पानीपुरी मात्र राखेको थियौं के। चाउमिन बनाउनु टाइम भएन, खाजा सेट बनाउनु टाइम पनि भएन, बारा बनाउनु टाइम पनि भएन, यताउति केही पनि भएन। भोलिबाट चाहिँ हामी एकदम तयारीका साथ हैन, पूर्व तयारी भन्छु नि, वर्ल्ड वारमै जान जस्तै भोलि बिहान चाहिँ भोलिबाट चाहिँ हामी एकदम चाँडो उठेर नुहाई गरेर मुखसुख धोएर एकदमै हामी सबै कुरा रेडी गरेर राख्छौं है त। सो भोलिबाट चाहिँ हाम्रोमा खाजा सेटहरु सबै अब शनिबार भोलि हैन। अब धेरै जनाले अब भोलि हामी आउँछौं खाजा खान यताउति भनेर भन्नुभएको छ। एकदम सबै जनालाई वेलकम छ हैन। भोलिबाट हामी खाजाहरु राखेर टक्क लाएर फुल्ली सर्भिस दिन्छौं है त हामी एपिक फ्यामिली फास्ट फुड घरैबाट। सो सबै जना आज जो आइदिनु भयो हैन हाम्रो एपिक फ्यामिली फास्ट फुडमा, सबै जनालाई धेरै धेरै धन्यवाद। यो हृदय मनबाट नै हैन यसै गरी नै माया गर्दै यसरी नै माया गर्दै गर्नु होला हैन। साथ सपोर्ट दिइरहनु होला हैन। अब हामी त यो भन्दा अरु के नै भन्न सक्छौं र हैन। तपाईहरुको साथ सपोर्ट मायाले नै यसरी हामी अगाडि बढ्ने हो हैन। सो यही हो। अनि एकदम खुसी छौं, एकदमै खुसी प्लस कन्फिडेन्स प्लस एक्साइटमेन्ट प्लस भनौं न एनर्जीका साथ हामीले काम पनि गरिरहेका छौं हैन। काममा हामीले त्यस्तो यताउति भनौं न लड्याङ टल्याङ अल्छीपना यो गरेको छैनौं हैन। एकदम हाम्रो जोश र जाँगरको साथै काम गरिरहेका छौं। अनि एटलिस्ट सबैले अब राम्रो फिडब्याक दिनुभएको छ हैन। हामीले त्यस्तो अब नमिठो टाइपले बना पनि हैन, हामीले आफ्नो दुःखले गरेर गरेका छौं। सो सबैले राम्रो फिडब्याक दिइरहनु भएको छ हैन। अनि थ्यांक यू सो मच बासबारीको सबै जनालाई हैन। अनि आइदिनु होला, माया गर्दै गर्नु होला हैन, साथ सपोर्ट गर्दै गर्नु होला। हामी यसरी नै अगाडि बढ्ने छौं हैन। सो यही हो। अनि अब पानीपुरी चटपटे चाहिँ बजियोस् एकदम भनौं न सबैको क्रेज हैन। सबैले अब रुचाउनु भएको पानीपुरी चटपटेलाई चाहिँ। शाउट आउट टु पानीपुरी चटपटे।
देख्न सक्नुहुन्छ यही हो हैन मेरो यही किचन हो हैन म यही बस्छु यही सुत्छु यस्तो छ मेरो हैन रुम यही हो यही बनाउँछु म हैन सक्दो मैले सफा तरिकाले नै गर्ने कोसिस गरेको छु हैन त्यो फोहोर सोहोर गरेर अब यहाँ बस्न सक्नुहुन्छ हैन तपाईहरु आज यहाँ सफा पनि गर्दैछु यसरी सर्लक्क लाएर डेलीहुडमा म सफा गरि नै हाल्छु हैन अनि यही छ यहाँ बस्न पनि मिल्छ यहाँ पनि बस्न मिल्यो अब भोलिबाट चाहिँ त्यहाँ बिचमा राखेर बसेर खाने पनि बनाउँछु हैन एज यु क्यान सी जस त्यस्तो नराम्रो त्यस्तो ब्याड पनि छैन हैन सकेसम्म मैले अब राम्रै तरिकाले दिने कोसिस गरेको छु हैन देख्न सक्नुहुन्छ सो यही हो हैन हाम्रो एपिक फ्यामिली फास्ट फुडबाट दिन सक्ने मैले गर्न सक्ने आफ्नो साइडबाट यति नै हो हैन अब त्यस्तो हाम्रो एक्स्ट्रा अर्डिनरी भनौं न लग्जरी टाइपको पनि छैन हाम्रो सानो भनौं न चिटिक्क परेको सक्दो हामीले कोसिस गरेको हौ हैन त्यही हो अब आफ्नै देशमा सानोतिनो केही गरौँ भन्ने मेरो सोच हो हैन अब अर्काको देशमा गएर पनि त के नै गर्नु छ र हैन अब अर्काको देशमा गएर पनि दुखै गर्नु हो आफ्नो देशमा गरेर बरु आफ्नो परिवारसँग बस्नुको मजै छुट्टै हुन्छ क्या सो यही कारणले मैले अब सानोतिनो गरेको छु अनि तपाईहरुको माया साथ सपोर्ट यति धेरै पाइरहेको छु हैन यति धेरै खुसी छु हैन त्यही हो फ्यामिली पनि खुसी छ आमा पनि खुसी छ हैन सबैजना खुसी छु म पनि खुसी नै छु यो भन्दा लाइफमा के चाहिएर लाइफमा चाहिने भनेको नै ह्याप्पिनेस हो नि त त्यो मैले पाइरहेको छु यहाँ नेपालमै बसेर त मलाई किन जानु पर्यो विदेश हैन त्यही हो सो यति भन्दै हैन यो आजको भिडियो अब धेरै पनि छैन लामो पनि छैन अनि आज चाहिँ सर्ट भिडियो पनि बनाइदिए हैन सो यही हो अब यो आज अब काम ओपनिङ जस्तो टाइप भएर अलिकति मोमोहरु यताउति बनाउनु परे भएर मैले अब त्यस्तो भिडियो बनाउन पाइन सो यही हो भोलि हामी अब एकदम भनौं न फ्रीली टाइम लिएर सबै कुरा खाजाहरु यताउति सबै राख्छौं है त सो आशा गर्छु यो भिडियोलाई तपाईले एकदम माया गरिदिनु हुनेछ हैन लाइक कमेन्ट र सबैमा शेयर गरेर हामीलाई अझै पनि अगाडि बढ्नलाई एकदम हौसला दिनु हुनेछ भन्दै आजको भिडियो यही समाप्त गर्छु है त सबैमा नमस्ते एन्ड जय नेपाल